यो चाहिँ बब्बाल दामी फुल रहेछ नि फेरि यतिखेर नि फुल फुल्दो रहेछ नि हेरौँ त सयपत्री फुल दामी फुलिराखेको क्या यो फुल त खतरा रहेछ नि त यो के फुल हो हेलो गाइज वेलकम ब्याक टु जितेन तामलिङ युट्युब च्यानलमा तपाईहरु सबैजनालाई जितेन तामलिङ युट्युब च्यानल हेरेर बस्नुहुने तपाईहरु सबैजनालाई मेरो जितेन तामलिङ युट्युब च्यानलमा स्वागत छ र तपाईहरु नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरेर साथ सपोर्ट र माया दिनु होला र आज चाहिँ मैले यो एउटा फन पार्कको भिडियो ल्याएर चाहिँ उपस्थित भइसकेको छु हामी दाजुभाइ आएको छौं भाइ तिम्रो नाम भन्नु त भाइ पवन लिम्बू उसको मेरै भाइ हो हैन हामी दाजुभाइ चाहिँ एउटा फन पार्कको भिडियो ल्याएर चाहिँ आज तपाईहरुलाई चाहिँ फुल मनोरञ्जन दिनेछौं सबै भिडियो हेरेर चाहिँ पुरा भिडियो हेरेर साथ सपोर्ट र माया लाइक कमेन्ट शेयर सब्स्क्राइब चाहिँ गर्न चाहिँ नबिर्सिनु होला है त आइज न पवन टिकट दुईजना ठिक छ है पानी यहाँ खतरा रहेछ पोखरी हेलो हामी यता भर्खर त आइपुगेछ के भयो ट्यापको हाल्दिएको फुल टिप्न मनाइ छ अरे फुल टिप्न यहाँ देख फुल टिप्न मनाइ भनेको छ शौचालय यता रहेछ ठाउँ त बब्बाल रहेछ कस्तो लाग्यो यहाँको दृश्य केटा ल ठिक छ यहाँ हेर्नु जितेन तामलिङ युट्युब च्यानललाई के गरिदिनु अरे सब्स्क्राइब त साथीहरू हामी चाहिँ आज यहाँ गार्डन घुम्न आएको छौँ तपाईहरु नयाँ हुनुहुन्छ भने चाहिँ जितेन तामलिङ युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु चाहिँ नभुल्नु होला लाइक कमेन्ट शेयर सब्स्क्राइब सबै गरिदिनु है त गाइस यहाँ पर चाहिँ त पनि खेल्ने हो पिङ बच्चा खेल्ने ठाउँ रहेछ नि त यो फुल त खतरा रहेछ नि त यो के फुल हो खतरा फुल्दो रहेछ यो फुल त यार झरेर भुइँमा है यो चाहिँ बच्चा खेल्ने ठाउँ रहेछ नि त जान त पनि खेल्न नखेल्ने खेल्न खेल ल बब्बाल रहेछ है ठाउँ यतापट्टि बस्ने ठाउँ ऊ पर रहेछ नि त शौचालय यताबाट जाउँ हामी यो ठाउँ चाहिँ वीर अस्पतालको अपोजिट रहेछ क्या ठ्याक्कै यो माथिको चाहिँ वीर अस्पताल हो यसको अपोजिट चाहिँ यो चाहिँ महानगरपालिकाको ले नै बनाएको रहेछ यो गार्डन चाहिँ हैन यही पनि लेखेको छ काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको के शङ्खघर है बब्बाल 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 फोटो खिच्ने हैन अहिले आउँला फोटो चाहिँ भिडियो पहिला बनाउनु
ल यहाँ चाहिँ शौचालयको पनि व्यवस्था रहेछ। म चाहिँ अब यो शौचालय जान्छु है त फर्स्ट टाइम। यहाँ चाहिँ स्विमिङ पुल रहेछ नि त फेरि है कि माछा पालन हो केटा। ल यहाँ चाहिँ स्विमिङ पुल पनि रहेछ तर फोहोर रहेछ यार। यस्तोमा कसरी खेल्ने हो स्विमिङ पुल। त्यही यो चाहिँ बच्चाको लागि मात्रै रहेछ स्विमिङ पुल चाहिँ होइन। पर नेपालको झन्डा फरफरा कस्तो बब्बाल देखिरहेको है। कसको शालिक हो। यो कसको शालिक भने पद्मरत्न तुलाधार। पद्मरत्नको तुलाधारको शालिक पो रहेछ त। यहाँ चाहिँ फोटो खिचौँ होला हौ। यतिखेर नि फुल फुल्दो रहेछ नि। हेरौँ त सयपत्री फुल दामी फुलिरहेको क्या। यतापट्टि बस्ने यसको खासै ठुलो एरिया रहेन हौ। यता पनि फुलको बगैँचा छ। यहाँ पनि फुल चाहिँ खतरा छ। पानी परेको अवस्था है अहिले चाहिँ खतरा पानी परेको अवस्था छ नि त फेरि। यता यो सबै हामी घुमेर आइसक्यौँ क्या। यता परदेखि घुम्दै आएको। यतापट्टि चाहिँ बच्चाहरू खेल्ने ठाउँ रहेछ साथीहरू। यता बच्चा खेल्छ होइन। यतापट्टि फुल यो चाहिँ बब्बाल दामी फुल रहेछ फेरि। कस्तो लाग्यो पवने खतरा।